हेलो एभ्रिवान नमस्ते एन्ड गुड मर्निङ ओहायो गोजाइमास। आज चाहिँ अब यहाँ कसरी के गरेको होला मेकअप गर्दै भिडियो भन्नुभयो होला। धेरै भयो भ्लग नगराएको। आज चाहिँ हाम्रो गर्ल्स ग्यादरिङ छ है, कामको दिदी बहिनी, अब साथी नै भनौँ न, दिदी बहिनी भन्दा पनि साथी हामी धेरै त होइन, 3 4 5 6 जना भइन्छ होला। गेट टुगेदर जस्तो अब ड्राई पिकनिक टाइपको पार्कमा भेट्ने कुरा छ, त्यसैको लागि म रेडी हुँदैछु। अनि आज धेरै भयो भ्लग नगराएको, अनि भ्लग पनि बनाऊँ, रमाइलो हुन्छ पछि पछि हेर्नुलाई भनेर म यहाँ भ्लग गराउनु लागेको। 1000 पनि भइसक्यो, 11 बजे भेट्ने भन्ने कुरा हो। अब नेपाली टाइम हामी सबैलाई थाहा नै छ, 11 त बजी पनि सक्यो, 11 ठ्याक्कै 11 बजेछ। ओके, अब म यहाँ रेडी हुँदैछु, निस्केपछि भ्लग गर्छु। जोस् आज भ्लग गराउनु पर्छ भनेर म स्टार्ट गर्न गइरहेको छु। दिदीहरूले फोन गरिरहनु भएको छ, कोहीले निस्किसके भन्नुहुन्छ, कोहीले रेडी हुँदैछु भन्नुहुन्छ। म पनि यहाँ रेडी हुँदैछु। ओके, सी यू है त। ल फाइनल्ली म चाहिँ रेडी भएर निस्किएँ। 11 बजे वहाँ पुग्ने भन्ने कुरा हो हाम्रो चाहिँ। अब 12 5 6 कति भइसक्यो, ठ्याक्क म निस्किने बेला चाहिँ 12 बज्न लागेछ। अब 12 बजे के निस्किनु भनेर चाहिँ 12 बजे पछाडि निस्किएमा चाहिँ 12 5 भएपछि अब एकजना दिदी चाहिँ पुगिसक्नु भएछ, कति बेला आउँछौ भन्दै हुनुहुन्छ। म चाहिँ आइसकेँ भनिरहेको छु। 30 देखि 40 मिनट हिँड्ने देखाइरहेछ। राम यो ब्याग भारी बोकेर कसरी पुग्ने हो, यता पनि छ। ल अब उता गएर भेटौँ है त सबैजना। यो भ्लग चाहिँ लास्टसम्म हेर्नु होला, जे होस् रमाइलो गर्ने सोच छ आज हाम्रो। यस्तै हो लेडिज, अब मेकअप यताउति गर्दा गर्दै ढिला भइहाल्छ। अरू त सब ठिक छ, यो ब्यागले आज के गराउँछ थाहा छैन। ओके, अब जे होस् फ्रुटफुल हुन्छ, रमाइलो हुन्छ। अब सबैले खानेकुरा ड्राई पिकनिक टाइपको, कहिले के बनाएको छौँ। अब उहीँ गएर हेरौँ है त कसले के ल्याउनु भएको छ। ओके, सी यू। फाइनल्ली म चाहिँ पार्कमा आएँ। म आउँदा यहाँ सबैजना आएर बस्नु भएको रहेछ, दिदीहरू बहिनीहरू। यहाँ यो चाहिँ हाम्रो पूजा दिदी। दिदी हाई भन्नु मेरो भ्लगमा। म यहाँ सबैभन्दा पहिला आउने व्यक्ति। सबैभन्दा फर्स्टमा आएर 11 कति बजे आउनुभयो? 12 बजे पुगे थिएँ। ठ्याक्कै 12 बजे आउनुभयो। हामी चाहिँ 5-10 मिनट 5-7 मिनट 12 बजे आयौँ। पूजा दिदी र म चाहिँ एउटै टाइमिङ मिलाएर आए जस्तो भयो। के रे विष्णु दिदी, के छ? मेरो भ्लगमा के भन्न चाहनुहुन्छ? सबैले सब्स्क्राइब गर। हाई भन हेर त। हाई हाई भन न। कस्तो क्लियर आएको नि भिडियो र। यतापट्टि रञ्जना तिमी हुनै छौ त, कहाँ भाग्या? यी चाहिँ हाम्रो प्यारी बहिनी रञ्जना। म सेकेन्डमा आएको है। हामी छोराछोरी नभएकोलाई चाहिँ झोला बोकाएको छ नि नले यसरी। ल हामी चाहिँ यति हो है, हामी जति भने पनि यति 4 जना हो, म अनि यता 3 जना। थोरै मान्छे, रमाइलो चाहिँ धेरै गर्ने भन्ने कुराले। अब कोले के पकाएर ल्याएछ चाहिँ अहिले हेर्ने कुरा भइरहेछ। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। सबैको ब्याग खोलेर है त, ल भेटिन्छ है फेरि। ओके गाइज, आज रमाइलो गर्नुपर्छ है। कता हो रमाइलो गर्नुपर्छ, थोरैमा एकदम रमाइलो गरेर। ओके रञ्जना के भन्छौ? अहिले म केही भन्न चाहन्न, केही त भन। ढिलो आउनु भयो। ल ओके छ, अब ठिक्क टाइम हो यो। म चाहिँ लगभग 1 बजे मिनट्समा चाहिँ आएँ है। तिमी लागेन 11 मिनट। तिमी बहर कि योन मान्छे, जेन्जी मान्छे छिटो हिँड्छ नि त। पावर भएर छिटो जेन्जीको पावर भएर। बात तो सही है। हामी चाहिँ अब बुढो भयो, बुढेसकाल लाग्यो, हिँड्न अलि सकिन्न। ओके, अलि आएर बिछ्याउँदैछौँ। मलाई चाहिँ अब क्यामराम्यान बनाइदिनु भयो। यस्तो छ है, सब बेबी लिँदै आउँदै छोरीले उद्घाटन गरिन्। किन पर्यो यस्तो हेरी। 12 seconds later. ल अब हामी चाहिँ पार्कमा आयौँ। अब एकछिन रमाइलो गर्ने, खाने, सबै बसिसक्नु भयो। ठिक छ। के चाहिँ टुक्रो मात्रै छ। के हो किउरी भन्ने फेरि? भ्याकाउ म त कति नभ्याइकिन।
यसरी छैनन् भन्ने कस्तो मिठो घाम लाग्यो तर मजा लाग्यो मलाई घाम केपी पनि खान्छ अहिले यत्रो ल्याएको कि पेट यत्रो भयो त हुनु त भइहाल्छ यत्रो छैन मसँग बेबी एउटा दिन्छु यो अब उहाँ बाबुले यसो अरे गमीको प्लास्टिक लर फाल्नुलाई फेरि भिडियो आउला नि हजुरको त त्यही भनेरै मैले प्लास्टिक एउटा राखिदिन्छु हुन्छ त्यसैले बनाउनु भएको ल है अब यहाँ खानेकुराहरू सबै ओपन गर्दै हुनुहुन्छ दिदीले मिठो मिठो समोसा रमाइलो छ आजको दिन पनि एकदम कति राम्रो छ कस्तो राम्रो नेपाली त यस्तै हो जहाँ गए पनि हल्ला गर्नु छोड्दैन A few inches later. नेपाली भइसकेपछि अब जहाँ गए पनि हल्ला गर्न छोडिन्न सबैले हेरिराख्नु भएको हामीलाई के गरिन्छ यिनीहरूले भन्दै त्यो रमाइलो छ राम्रो भयो ल गाइस सब आफ्नै काममा व्यस्त आफ्नो सामान खोल्दै हुनुहुन्छ समोसा मोटुको याद आयो समोसा देखेर इतने सारे समोसे मेरे लिए आ रहे हैं सुबह समोसे शाम समोसे मोटू तेरे नाम समोसे जय हो नेपाली गेट टुगेदर भएको ठाउँमा चटपट नबन्ने भन्ने कुरै भएन यो चाहिँ आलु चटपटलाई आलु राखेँ मैले आलु चटपट आलु चटपट अनि यो चाहिँ चना मटर हो है भिजाएर राखेको हिजो के अरे ऊ नबन्ने त असम्भव यो चाहिँ हाम्रो के भन्छ काँक्रा एकछिन ब्लगमा बोल्न देऊ काँक्रा मुला अनि गाजर अनि तोरीको तेल प्याज सबै छ यसमा चाहिँ मैले मिक्स गरेर ल्याएको दुःख बोक्न आयो या ब्लगर ब्लगरसँग आएपछि यस्तै हो म चाहिँ दुःख सुख साटम भनेर उसले हेरेर नपरे है उसले दुःख दिएर हेरे उसले यस्तो दुःख त दिन्न फेरि घर त दिन्छ तर बाहिर ज्ञानी छिनी त बेबी त ज्ञानी छन् चोरी पनि रिमोटले चल्ने चोरी हो हामी धेरै बुझ्ने छौँ यो भयो न हाई भन्दै न रमाइलो गरे हौ भने होला त्यही भने होला नि हामी हाँसेको सुनेर अरू होइन यहाँ सफा चाहिँ उ के अरे फोहोर चाहिँ गर्नु न त्यति हो मार्ला नि अहिले अनि बाबु त्यही भन्नुभएको थियो कि भिडियोमा आउनुलाई बाबु चाहिँ गयो म यहाँ थुपारिरहेको छु गोमी प्लस चाउचाउ खान्छु फेर गएँ है हाम्रो हल्ला धेरै आँकेर गएछु डेटिङ आएको हाम्रो यस्तो हल्लाहरू गरिसक्यो हेलो गाइस के छ खबर अनि कस्तो भइरहेको छ त अनि त्यो पोकोमा चाहिँ के होला होला खै देखाउनुस् त ल्याएर दिदी यो कसले बनाएको होला त्यो पनि भनिदिनुस् त धन्यवाद मिठो नभए मिठो भनेर खानु होला के खाइक्यो हामी आज यहाँ यसरी ड्राई पिकनिक आएको हेलो यी हाम्री बहिनी प्यारी बहिनी यिनी हुन् प्लानिङ गर्ने सक्सेस भयो होला फाइनल्ली हामीले सक्सेस बनाइदियौँ मैले रञ्जना मैले हो सक्सेस बनाइदिएको ल यति सानो चटपट हेलो बेबी हेलो डियर समोसावाली बेबी साना यता हेर न बेबी यता हेर त हामीले छोराछोरीलाई पनि सँगै लिएर आएको हो सेम कलर भएछ कि फेरि दुईटाकै हामी यसरी रमाइलो गर्न आएको कस्तो राम्रो देखिछौ कति राम्रो मखाना हेर्छ खानालाई ओ हाम्रो चाहिँ अब यहाँ स्टार्ट भइसक्यो ओ माय गॉड शिवाजीले जुस खाने
तर गीत पनि एकैचोटि मिलेछ जाम भने कहिले हो सुनेको चाहिँ आज हो नि त ट्याक्कै मिलेन 6 hours later. ल फाइनल्ली हामी चाहिँ फाइनल्ली हाम्रो चाहिँ आजको रमाइलो सक्यो यो फोरोहरू लिएर हिँड्दैछौँ खाना अब लालीगाई पनि गयो टिकटक गरायो नाच्यो गीत गायो जोस आजको आफ्नो सामान फालिन्छ अरे त्यो चाहिँ होइन ठिक छ बाई बाई ल समग्रमा आज कस्तो भयो त रमाइलोलाई गाइस भन्नु त मलाई त एकदमै रमाइलो भयो हजुर एकदम रमाइलो यो विदेशको ठाउँमा यस्तो हुँदो रहेछ होइन लास्टमा भाइ भन्दै आयो अलिअलि स्टाइल पनि भयो कि हाँस पनि हुँदो रहेछ यहाँ त पनि हुँदो रहेछ लोरेन्सना कस्तो लाग्यो तिमीलाई मलाई नि एकदम रमाइलो लाग्यो तर बाबु यता यता चाहिँ के भइरहेछ यता बाबुले दुःख दिएछन् कि पम्कायो अरे निन्द्रा आज आएछ रौँदै यस्तो लाग्यो रमाइलो भयो आज ल रमाइलो भयो गोमीसमी लिएर हिँड्ने अब फोरो छोड्ने कुरो भएन ल है त आजको चाहिँ उस डे रमाइलो बित्यो बिदाको दिन ओके बाई बाई लास्टसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद आजको दिन चाहिँ धेरै रमाइलोसँग बित्यो फेरि पनि यस्तै यस्तै भ्लगहरू हेर्न चाहनुहुन्छ भने प्लिज मेरो च्यानल इसु अर्यालाई सब्सक्राइब गरिदिनु होला भिडियोहरूसँग सेयर पनि गरिदिनु होला ओके बाई बाई एभ्री वान सी यु इन नेक्स्ट भ्लग टेक केयर अफ योर सेल्फ एन्ड योर फ्यामिली